बाटो यस्तो डेन्जर छ यार। ओहो अलिकति लडियो भने त भइन्छ। सट्टा 10 गरे पनि गयो। ओ माई गड, यस्तो बाटो समस्या छ। सर यता उता चाहिँ बाटो राम्रै छ। के चाहिँ क्युआर हुन्छ? कति ल्याउ त? लडिँदैन नि, लडिँदैन नि। यस्तो बाटो छ यार, त्यो पुलको तल यसरी जानुपर्छ हामी। पुल चाहिँ यसरी बन्दैछ, कति भइसक्यो नबनेको, दुःख पाइरहेको रहेछ। यस्तो बाटो हिँड्नु परेको छ। यस्तो बाटो जानुपर्छ। जुत्ता खोल्नुपर्छ रहेछ। यस्तो बाटो भाइको सहयोगले जाँदैछु म यहाँनिर। पुरै भिज्ने रहेछ सिधै। खुट्टे उयो भयो। दाइ यो अलिकति यसलाई यता तान्दिनु न, यसलाई यता तान्दिनु न बिज्नु होला। सरी मेरो त होइन, यहीँबाट तान्नु न सजिलो हुन्छ न। भयो भयो भयो, मेरो त खुट्टै मड्कियो त। यहाँ ठुलो खाल्टो रहेछ नि त। कहाँ
हो कति छ हो त्यो पनि हेरेर जानुपर्छ दक्षिण पनि धेर छ सामने पनि धेर छ ल ल धन्यवाद भाइ गलत बाटो आइयो कि हो बाटो आउनु पर्यो दाल यहाँ कताबाट राख्नु ल दाइ चढेर आउनु कि उत्रेर चढेर आउनु चढेर आउनु पक्नु ल दाइ पक्नु ल सिधै सिधै यता ल सिधै हिँड्नु त हिँड्नु त हिँड्नु हिँड्नु तपाईँ ठ्याक्कै हिँड्नु त ए सिधै हो यो त यता हो दाइ यो सिधै ए यताबाट जाँदा हुँदैन ए होइन बाटो पानी कम छ अब छैन अरू ओहो यो त नयाँ कसम मेरो त जिन्दगीको सबभन्दा ठुलो एडभेन्चर नयाँ कसम हजुर ए एउटा यहाँ छ जुत्ता
ए बाटो त खत्तम यहाँबाट नछिर्नु भनेर उयो लेखिदिनु पर्ने रहेछ म त बाइकै बगाउ लागि जस्तो भइसक्यो त्यो यहाँ त है अनि खोइ त यो त धेरै भयो त नबनेको त्यही त यो त खुट्टा मड्क्यो कि जस्तो छ मेरो त खुट्टा हो म त हजुर भनेर अनि कति गाडी त्यहाँ बोल्नु हालो बिचमा अनि अलिक अर्को भएको छ नभए त तपाईँको गाडी आज बिचमा त यता न उता कहाँ जाने नजाने हुने रहेछ यस्तै मान्छेहरू त रुएर बस्छ बिचमा यता आउनुपर्छ पक्नु ओ अर्को जाएको समस्या छ पुल बन्न त कहिले हो कहिले अब यो त्यहीँबाट नभए त म त काजबाट पनि छ अब त यतै निकै यता ओह्रो छ कि एउटा पुल बनेको छ सट्टै आइहाल्छ ए ल ल हुन्छ त कति किलोमिटर यहाँबाट बिर्तामोड यहाँबाट छ नि है कुन पुल हो यार यस्तो डेन्जर यो के हो सरकारले के गरेछ यार सरकार के भएको हेर्नु पर्यो यस्तो बनाउनेहरूलाई ठोक्नु पर्यो दादा सरकारले किन नठोकेको यस्तो बनाउनेलाई सरकार बुझिदेऊ भारत सरकार